जब उहाँ मन्दिरबाट निस्किनु हुँदै हुन्थ्यो तब उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, हेर्नुहोस् गुरुज्यू, कति ठुल्ठुला ढुङ्गा र कति भव्य भवनहरू। 2. यीशुले तिनीहरूलाई भन्नुभयो, यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्काइनेछन्। 3. अनि उहाँ मन्दिरको सामुन्ने जैतुन डाँडामा बस्नुहुँदा पत्रुस, याकुब, यूहन्ना र आन्द्रियास उहाँलाई गुप्तमा सोधे। 4. हामीलाई भन्नुहोस्, यी घटनाहरू कहिले हुनेछन् र यी सब कुरा पुरा हुनका निम्ति के चिन्ह हुनेछ? 5. यीशुले तिनीहरूलाई भन्नुभयो, होसियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। 6. धेरैजना मेरो नाउँमा म उही नै हुँ भन्दै आउनेछन् र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्। किनभने अहिले संसारमा हरेक अन्य जातिहरू भ्रम छाड्दै कसैले सिन्दुर पोते लाएर परमेश्वरको पुकार गर्नुपर्छ, यो हामीले दसैँ तिहार मान्नुपर्छ भन्दै आउने त्यस्ता ढोङ्गीहरू धेरै परमेश्वरको नाउँको लिएर दिए वचन अनुसार परमेश्वरले भन्ने अनुसार आएका छन्। अनि 7 मा के लेखेको छ, जब तिमीहरूले लडाइँ र लडाइँहरूको हल्ला सुन्नेछौ तब नडराऊ किनभने त्यो लडाइँहरू दुनियाँ थरी भइदियो धर्मको विरुद्धमा लडाइँ हुनेछ भनेर भन्नुभएको छ। तर नडराऊ यस्ता घटनाहरू हुनु आवश्यक छ, तर अन्त्यको दिन आउनु अझ बाँकी नै छ। किनभने 8, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ। ठाउँ ठाउँमा भूकम्पहरू जानेछन्, अनिकालहरू हुनेछन्। यो चाहिँ स्त्रीलाई प्रसव वेदना सुरु भएझै सङ्कटको आरम्भ हो किनभने संसारमा कति लडाइँ जेन्जीको नाउँमा कति भूकम्पहरू आएर संसारलाई ध्वस्त पारे कति अनिकालहरू बन्दहरू भएर कति सरसामानहरू जले नष्ट भए त्यही यो बाइबलमा भनेर भनेको छ परमेश्वरको वचनमा अनि 9 मा के भनेको छ भने, तिमीहरू आफ्ना विषयमा होसियार रहो, तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्, तिमीहरू सभाघरहरूमा पिटिनेछौ अनि हाकिमहरू र राजाहरूका सामुन्ने मेरो खातिर